सबभन्दा पहिले यो हेर्नुस् त, म रवि लामिछानेले कारागारबाट निस्किएर बोलेको एउटा भिडियो यहाँहरूलाई देखाउन चाहन्छु। यसैबाट स्पष्ट हुन्छ रवि लामिछाने कारागारबाट बाहिर निस्किसकेपछि उनले आफूलाई कसरी प्रस्तुत गरेका थिए। आगजनीमा, लुटपाटमा, कुटपिटमा अथवा केमा सार्वजनिक सम्पत्ति बचाउन आह्वान गर्दैछन् उनले। यो रूपमा, यो भूमिकामा अरू कसैले आफूलाई प्रस्तुत गर्न सक्यो सकेन, यो लेखाजोखा गरौँ। सबभन्दा पहिला प्रहरी तर्फबाट यो रूपमा कुनै प्रहरी अधिकृतले भूमिका निर्वाह गर्यो, कुनै राजनीतिक दलको कुनै नेताले यो रूपमा भूमिका निर्वाह गर्यो, नेपाली सेनाको कुनै पदाधिकारीले यो रूपमा भूमिका निर्वाह गर्यो, अथवा बालेनकै कुरा लिउँ, बालेन त लुके भनेर धेरै चर्चा नै भयो त्यो बेला। तर रवि